नमस्कार, म इमलाल सापकोटा र आज हाम्रा प्योर माउहरू ब्याउने क्रम जारी छ र हामीले पहिलो लट चाहिँ हामीले बेचेर भ्याएको अवस्था छ र हामीले प्योर माउहरू ब्याएका छन् र हामीले एउटा रेकर्ड राख्नुको लागि रेकर्ड अनिवार्य आवश्यक रहेछ र त्यो रेकर्ड राख्नुको लागि हामीले यो जन्मिने बित्तिकै कति वेटका जन्मे भनेर हामीले यसलाई चाहिँ वेट गर्दैछौँ र यो चाहिँ एउटा रहेछ 4 किलो 90 ग्रामको एउटा पाखा रहेछ र अर्को पाखा कत्रो छ अब यसलाई हेरौँ। यो पनि अहिले त घटे खाने 4 किलो 90 ग्राम त भयमा टेको के यसको पनि वेट छ। यसको चाहिँ माटेको यसको चाहिँ छैन त्यही हो 4 किलो 90 ग्राम यसको पनि वेट छ र यसरी हामीले चाहिँ रेकर्ड राख्नको लागि हामीले यसको वेट गऱ्यौँ र यसको वेट गर्दाखेरि कमसेकम हामीले यसको के फाइदा हुन्छ भन्दाखेरि यो प्रति महिना कति रेसियोमा यसको वृद्धि भयो र यो चाहिँ राम्रो खालको छ कि छैन, यो माउ पनि हामीले माउको क्वालिटी पनि पत्ता लगाउन सकिन्छ यसबाट। किन भन्दा यो माउबाट यति केजीको जन्मियो र प्रति किलो यसले चाहिँ यो माउले यतिका दरले चाहिँ कमसेकम अब हामीले रेसियोमा 4-5 किलोको दरले चाहिँ बढ्यो कि बढेन भनेर चाहिँ त्यो चाहिँ रेसियो पत्ता लगाउनलाई पनि हामीलाई एकदमै सहयोग हुन्छ। त्यसो हुँदाखेरि रेकर्ड राख्नको लागि हामीले चाहिँ अनिवार्य बच्चाको चाहिँ वेट लिनुपर्ने चाहिँ अनिवार्य छ र अब यस्तै खालका भिडियोहरू हेर्नको लागि मलाई चाहिँ युट्युबमा सब्सक्राइब गरेर चाहिँ सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। हस् त, धन्यवाद।